स्कुल जाने अनि फेरि एकैचोटि जग्गा खेलेर खाना खाएर अनि फेरि स्कुलको लागि रेडी भएर स्कुल जाने हो अनि फेरि यो पनि स्कुलबाट आएन अनि फेरि ड्रेस चेन्ज गरेर अब खाना खाँदैछु। मेरो नाच्चामा आज मेरो मामा आइचुको एनिभर्सरी हो त्यही पहिला हामी होटेलमा सेलिब्रेसन गर्न आइछौँ। होटेलको नाम हो बोतलनलाई। एलु त मेरो बुनको पाला त्यतिले बोतलको ढक्कन खोल्चिन भने तताइछन् पुनुले आफूले पढेको नपाने पाली तिनी लुन्छिन् त्यतिले नताउते पुलाउनु छ। आमामा जाएपछि हामीले मनपर्ने चिज तयार गरेर खाँदैछौँ। मेरो त हामीले कपाल चाहिँ विक्रम मामालाई चिज काट्दै खाँदैछौँ। अनि त मलाई कति चताइछन्। यो पनिर टिक्का र फ्रेन्च फ्राई चाहिँ यो पिज्जा हो मसरुम चिल्ली। हेर्नु न मैले पिज्जा कतिले खाइछु। म यहाँ चान्स गरिछु कमलैमा कालकिसमा टाइममा पानी पापाले केक काट्ने विक्रम मामा यहाँ हुनुहुन्न त्यही विक्रम माइती एक्लै केक काट्नुपर्छ। मैले माइतीसँगसँगै बजार केक काटेछु। लुकुमैको तामा नाच्दैछु मैले बुन्नु नि आइछन्। हेर्नु न कति खुसी पहिला नाचिछन्। होटेलबाट कराई अनि फेरि ड्रेस चेन्ज गरेर हामी दुधमा छाडेछौँ। अब मेरो ब्लग कन्टिन्यू तिनै हुन्छ। हजुरले लाइक सेयर गरिदिनु होला। आजको लागि बाई बाई।